एकै ठाउँमा 20वटा भन्दा बढी लाखेहरू। वेलकम टु अ डे अफ माई लाइफ पार्ट 8। ढल्कीको ताल, लाखेको जोस अनि दर्शकको उत्साह। मालेपाटनमा देखिएको यो दृश्य साँच्चीकै गजबको थियो। मालेपाटन तायामाछा समितिको आयोजनामा तेस्रो मालेपाटन मैत्रीपूर्ण लाखे प्रदर्शन 2083 मालेपाटन फुटबल ग्राउन्डमा भव्य रूपमा सम्पन्न भयो। पर्वत, बागलुङ, थापाथाना, बलेवा लगायत विभिन्न ठाउँबाट आएका 20भन्दा बढी लाखे टोली र पोखराका थुप्रै लाखे टोलीको सहभागिताले मालेपाटन नै लाखेमय बन्यो। कार्यक्रममा लाखे नाच मात्र नभई नेवारी नृत्य, नेवारी परिकारको फुड स्टल र बच्चाहरूको लागि छुट्टै प्लेइङ जोन पनि थियो। दिनभरि नै वर्षाका कारण कार्यक्रम केही प्रभावित भए पनि आयोजक तथा सहभागीहरूको उत्साह रोकिएन। अन्तत कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो। त्यसै गरी पृथ्वी चोक ल्यामा पुचले पोखरामा पहिलोपटक फाकन्दली नाच प्रस्तुत गर्दै दर्शकलाई नयाँ सांस्कृतिक अनुभव दियो। यति धेरै सांस्कृतिक परम्परा, कला र मनोरञ्जनलाई एउटै ठाउँमा कैद गर्न पाउनु पनि हाम्रो लागि विशेष अनुभव रह्यो। हामीले क्यामेरामा कैद गरेका यी क्षणहरू केवल फोटो र भिडियो मात्र होइनन्, हाम्रो संस्कृति, हाम्रो पहिचान र पुस्तौसम्म बाँचिरहने सम्झनाहरू हुन्। आजको लागि यति नै। थ्याङ्क यू फर वाचिङ।